गाइस देख सकता है गाइस हाँ सुब्बाले बनाएको सुँगुर चाहियो भने भन्नु होला कन्ट्याक्ट गर्नु होला अझै बनाउनु बाँकी नै छ गाइस अहिले हेर्नु त कति दामी रहेछ है आयो आयो दामी आयो भनेको जस्तै है त्यस्तै आउँदैछ है हेर्नु होला है मजाले हेर्नु होला अझै मालहरू हाल्नु बाँकी छ मजाले यसलाई घोल्ने हो मजाले मिक्स गर्ने हो खै भनेको जस्तै मजाले चलाउने हो आयो दामी आयो भने जस्तै यो हालिदियो त्यसपछि हालिदियो डाक सोया हाले अब अझै हाल्यो यो गयो लाइट सोया ल हेर्नु सकिन्छ है हजुरहरू पनि घरमा बनाएर ट्राई गर्नु सकिन्छ भएन भने मलाई कन्ट्याक्ट गर्नु म आइहाल्छु कुदेर भए पनि दौडेर भए पनि उडेर भए पनि आउँछु ल हेरौँ है रेसिपी चाहियो भने म डिस्क्रिप्सनमा राखिदिन्छु हजुरहरूलाई सजिलोको लागि कमेन्ट गर्नु होला सब्सक्राइब गर्नु होला हैन लाइक गर्नु होला जति हुन्छ उति फलो गर्नु होला ल यो भयो हाम्रो सस अब म हाल्नु गइरहेको छु सुँगुरको मासु ल आरामले एक पिस हाल्ने हो धेरै पनि नहाल्ने हो यसरी हाल्ने हो एक पिस हेर्नु सकिन्छ हजुरहरूले कसरी हाल्दैछ मैले त्यसरी नै हाल्नु होला त्यहाँ एकैचोटि चाहिँ नहाल्नु होला धेरै डर्नेका चान्सेस रहन्छ त्यही भएर यसरी हल्ला हाल्ने हो हल्का मिक्स गर्ने हो यसरी यसलाई चलाउने हो मजाले चलाउने हो हेर्नु होला कति राम्रो देख्यो है खाउँ मन लाग्दो पानी आइसक्यो बनाउने मान्छे यहाँ तर के गर्नु खानु पाउँदिनँ घरको त मुह जल्छ नि यो हात जलेर शेष निकाल्दै भइसक्यो ए ग्यास होइन मिटरमा हाल्नुपर्छ मसिनमा टक्क हाल्ने हो यसरी होइन टक्क चलाउने हो हजुरहरूलाई चाहियो भने कन्ट्याक्ट गर्नु होला नबिर्सिकन त्यसपछि टक्कलाई यसरी मिक्स गरेर टक्क 5 मिनट ढाकिदिने हो त्यसपछि हजुरहरूलाई म देखाउने छु अहिले त यो मजाले भइसक्यो ल हजुरहरूलाई म धन्यवाद भन्दै यतिकै म भिडियो एन्ड गर्न चाहन्छु ल हजुरहरू मलाई सपोर्ट गरिदिनु होला थ्याङ्क यू सो मच